धन्यवाद सर। यो अर्जुनधरा नगरपालिका वार्ड नम्बर 3 अन्तर्गत टप ब्राइट फ्युचर भन्ने जुन हाम्रो एउटा संस्था छ, त्यो संस्थाले चाहिँ यहाँ रहेका अति विपन्न गरिब दुखी आर्थिक अवस्था कमजोर भएका चाहिँ बालबालिकाहरूलाई चाहिँ एउटा शैक्षिक सुधारको कार्यक्रम राखेर बालबालिकाहरूको चाहिँ पढाइमा आफ्नो चाहिँ एउटा अध्ययनमा प्रगति गराउनुपर्छ, बालबालिका गरिब दुखीका छोराछोरीहरूलाई माथि उठाउनुपर्छ भन्ने एउटा जुन उद्देश्य राखेर शैक्षिक सुधार कार्यक्रम बनाएको छ। यो कार्यक्रम अत्यन्त राम्रो छ। पहिला पनि यो कार्यक्रम उहाँहरूले गर्दै आउनु भएको छ। त्यसले गर्दा यसकै सन्दर्भमा चाहिँ यो खुदुनाबारी महोत्सव 2082 भनेर चाहिँ अहिले सुरुवात हुन गइरहेको छ। यो एकदमै राम्रो छ। यसले चाहिँ एउटा खुदुनाबारीको पहिचान, झापा जिल्लाको एउटा दुर्गम ठाउँ भनेर चिनिने, विकासले पछि परेको ठाउँ, आज खुदुनाबारीलाई सम्झेर खुदुनाबारी महोत्सव 2082 भनेर चाहिँ जुन नामाकरण गरिएको छ, यो नाम आफैमा काफी छ। यो महोत्सव चाहिँ लाग्नेछ र यो महोत्सवले यो सिङ्गो खुदुनाबारीको एउटा इतिहास बोकेको ठाउँलाई चाहिँ एउटा संसारलाई एउटा चिनाउने वातावरण पनि यसले बनाउनेछ र सिङ्गो खुदुनाबारीको एउटा विकासको गतिलाई पनि यो महोत्सवले एउटा टेवा मिल्नेछ भन्ने चाहिँ अपेक्षा पनि लिएको छ र सिङ्गो गरिब दुखी बालबालिकाहरूको चाहिँ एउटा आर्थिकदेखि लिएर उहाँहरूको चाहिँ एउटा पढाइमा सुधार गर्ने उद्देश्य राखेर चाहिँ शैक्षिक सुधार कार्यक्रम भनेर चाहिँ यसलाई अगाडि सारिरहँदा पक्कै पनि यो महोत्सवले चाहिँ बालबालिकाको एउटा शैक्षिक सुधारमा केही न केही परिवर्तन ल्याउनेछ भन्ने कुरा पनि अपेक्षा गरिएको छ। धेरै यहाँनिर कलाकारहरू विभिन्न किसिमका चाहिँ यहाँका स्थानीय प्रतिभाहरूलाई पनि चाहिँ एउटा प्लेटफर्म मिल्नेछ यहाँ र उहाँहरूलाई पनि सहयोग गर्ने कुरा चाहिँ यो महोत्सवले पनि महोत्सव समितिले पनि राखेको छ र शैक्षिक सुधार जुन उद्देश्य राखिएको छ कार्यक्रम, यसले चाहिँ बालबालिकाहरूको पक्कै पनि सुधारका निम्ति ठुलो टेवा पुग्नेछ भन्ने कुरा चाहिँ मैले अपेक्षा रहेको छु। 15 दिन जुन महोत्सव लाग्दैछ यो सभ्य र भव्य रूपमा चाहिँ सफल होस्। सबै चाहिँ खुदुनाबारीवासीहरूलाई चाहिँ यो महोत्सवमा आएर यहाँ चाहिँ विभिन्न खाले चाहिँ सांस्कृतिकदेखि लिएर हैन हास्य कलाकारदेखि लिएर हरेक कुराहरू हरेक गतिविधिको चाहिँ उपस्थित भएर निहालेर यो महोत्सवलाई सफल पारिदिनको निम्ति पनि म हार्दिक अपिल पनि गर्न चाहन्छु। हुँदै गरेको यो महोत्सव चाहिँ सभ्य, सफल र सौहार्दपूर्ण वातावरणमा सफल बनेर जाओस्। यहाँहरू सबै खुदुनाबारीवासी लगायत यहाँ चाहिँ आयोजक समिति लगायत सिङ्गो द ब्राइट फ्युचर संस्थालाई पनि म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। कार्यक्रम सफल होस्, राम्रो होस्, यसले चाहिँ एउटा प्रतिफल दियोस्, नकारात्मक सन्देश यसले नजाओस्, एउटा राम्रो बाटोमा चाहिँ महोत्सव सफल होस्, यही शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।